बादलहरू उडिन्छ हेर्नु त बादलले कस्तो भयो म टाइम ल्याप्स देखाउँछु है भयो ठ्याक्कै गुड मर्निङ गाइज शनिबारको दिन आज 5:55 गयो हेरेर प्रतिक्रियाहरू दिनु होला गाइज आजको टाइम ल्याप्सतिर जाउँ टाइम ल्याप्स हेरिसक्नुभयो होला गाइज जुन तर मैले यो अहिलेको बिहानको हेर्न सक्नुहुनेछ गाइज तपाईँहरूले नै दुईजना जङ्गलबाट मभन्दा अगाडि जङ्गल भ्रमण टुर गरेर आइसकेछ आइज यो लाइफ टाइम एक्सपिरियन्स हुन्छ सायद गाउँमा बस्दाखेरि अब गाउँमा के थाहा अब मान्छेको भन्न सकिन्न कहिले कहाँ पुगिन्छ कहिले कहाँ पुगिन्छ यहाँ लस भेगसै पुगिन्छ कि त्यतातिर त यस्तो ग्रिन नहोला अनि यहाँ माथि झर्ना पनि छ क्या पहिल्यैदेखि तर जुगा लाग्छ यता जम कि नजम भइरहेको छ अहिले कि जाने हो यता यहाँसम्म आइसक्यो है चाहिँ फाउन्टेन झरनाहरू यता भित्र चाहिँ एउटा झरना छ क्या झरनामा गइदिउँ न त के छ र होइन अब जुगै लाग्यो पनि न मतलब पहिला यो यहाँनिर चाहिँ हामी फुटबल खेल्न आउँथ्यो गाइस दिस थुप्रै भयो म वर्षै भइसक्यो कति 3-4 वर्ष भइसक्यो होला त्यो झरना नगएको आज फर्स्ट टाइम त्यो झरना पनि जाँदैछु गाइस वरिपरिको भ्यू दिस इज यहाँनिर पहिला चाहिँ फुटबल खेल्न आउँथ्यो सानोमा अलिकति ठुलो भयो अलिकति अनि त्यस पछाडि आउनै छोडिदिएँ थुप्रै वर्ष भइसक्यो त्यहाँ झन् पर झर्ना बच्चामा जान्थ्यो पहिला ओ चिसो फिल भयो मुटु कामिरहेछ मेरो गाइस साउन्डहरू सुनिरहनु भएको छ गाइस मलाई ब्याकग्राउन्ड म्युजिकहरू होइन खासै युज गर्न आउँदैन कि अनि त्यही माथि झन् अरूको ब्याकग्राउन्ड म्युजिक युज गर्दाखेरि मेरो आमा बाल्ला त के विधि गाडेको यो खुट्टाभरि बाल्ला भयो मेरो यहाँनिर फेरि सानो वाटरफल जुगा लाग्छ क्या त्यसैले अनि सिक लाग्छ आउन मन लाग्दैन थियो तै पनि आज एक्साइटमेन्टमा यो चाहिँ बाल्ला छ गाइस यहाँनिर म झर्नामा पुगिसकेको छु मेरो गाउँमा खाना बजारदेखि चाहिँ पर झर्ना कति ठुलो छ हेरौँ है त गाइस छु मेरो बाबा एक्लै रमाइरहेको छु गाइस म है झर्नामा नुहाइदिउँ कि क्या हो तर चिसो छ लास्टै चिसो फिल भइरहेको छ नुहाइदिउँ कि क्या हो है अब कुनै दिन नुहाउने गरेर आउँला बाल्लामा गाडिन्छ ऊ भन्दै थिएँ यहाँनिर डेन्जर बाल्ला रहेछ बाल्ला बेच्यो भने खतरा पैसा आउँछ नि यी गाइस जुगा भन्दै थिएँ अर्को पनि जुगा लगत नै आउनु थालेछ गाइस जुगा बेसी लाग्छ त्यसैले मलाई नै आउनु मन लाग्दैन अनि मलाई आउनु मन नलागेपछि मेरो भ्युअर्सहरू गाइजहरूले के हेर्नुहुन्छ यार सो सबैमा मोटिभेट हुँदैछु म फुटबल खेल्ने ग्राउन्ड सबै साथी कहाँ गए भने जस्तै भइसक्यो अहिले त सबजना विदेशमा गाउँतिर म एक्लै लाभा पारामा हल्लिँदै हिँड्दैछु म फर्किन्छु हुसी छ यो एउटा गीत थियो क्या धनरुको डाँडा कुहिरोको बस्ती बागलुङको बजारमा भेट भएको अस्ति भने जस्तै यतातिर नि कुहिरो छ
यो छ मेरो गाइज भ्यू यतातिरको के कस्तो हुन्छ हेरेर लाइक कमेन्ट सेयर प्रतिक्रिया दिनुहोला सब्सक्राइब पनि गरिदिनु होला यस्तै यस्तै भिडियोको लागि बेल आइकन पनि क्लिक गर्नु होला अनि फाइनल्ली गाइज यही रोडमा क्या मैले भनेको थिएँ नि त्यो बालुवा क्या यतातिर यहाँसम्म पूजासम्म लिएर आएर बोकेर लिएर आएर यहाँबाट चाहिँ ट्र्याक्टरमा राखेर लगेर बेच्थेँ निकै पैसा कमाउँथ्यो गाइज तपाईँहरूलाई पनि कमाउनु मन लाग्छ भनेदेखि आउनु सक्नुहुनेछ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला साथसाथै भिडियोको जानकारीको लागि नोटिफिकेसनको बेल आइकन ठ्याङ्ग क्लिक गर्नु होला भन्दै आजको भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु अहिले अघि कस्तो थियो गाइज बादलै बादल गाइज बादलको घुम्टोले बबाल देखिरहेछ नि